हेलो गाइस, नमस्ते सबैजनालाई अनि ह्यापी माघे संक्रान्ति। आज चाहिँ हो तरुल अनि खिचडी खाने दिन, लड्डु चाकु खाने दिन। तर हामीसँग त्यो दुईटा चीज मात्र छ, तरुल र सकरखण्डा। खिचडी छ, लड्डु पनि हुन सक्छ खिचडी पाक्ने बेलासम्म किन बनाउनुहुन्छ। ल गाइस, यस्तो भिडियो बनाएपछि चाहिँ हामीले मिठो मिठो खानेकुरा खान पाइन्छ। ल बनाउनु भयो। हाम्रो मम्मीलाई यो जोस बहादुर आइसकेपछि चाहिँ कसैले पनि रोक्न सक्दैन हैन। भर्खर भिडियो बनाउँदै थियौँ, मैले चाहिँ दुईटा कुरा मात्र हुन्छ भनेको मम्मीले तीनटा बनाइदिन्छु तेरो लागि भनेर यहाँ तिलको लड्डु बनाउन सुरु गरिसक्नुभयो। यहाँ चाहिँ हाम्रो दाल र चामल उम्लिँदैछ, यसैलाई नै भनिन्छ खिचडी साथीहरू। मैले चाहिँ सिटी हान्नुहुन्छ होला भनेको के सेसामफ्रान ए होइन सेसामफ्रान भन्ने। यहाँ चाहिँ दाल र भात पाक्दैछ, यहाँ छ तिल, अनि यहाँ चाहिँ छ हाम्रो स्विट पोटेटो, आलु पनि छ अनि तरुल पनि छ यहाँ चाहिँ। ल अब हाम्रो खिचडीमा चाहिँ बेसार हाल्ने पालो आएको छ। यो चाहिँ नेपालको बेसार होइन मम्मी, हाम्रै गाउँको हो, गलकोटको बेसार हो यो साथीहरू। गलकोटको बेसार स्विडेनमा आएर आज खिचडीमा प्रयोग गरिएको छ यो गलकोटको बेसारलाई। तर के यस्तो बजारमा किनेको बेसार हो क्या गलकोटको। मिक्स भएन त साथीहरू। मिक्स हुन्छ चल्दैछ त्यो उम्लेको भए डल्लो परेको लड्डु। अब चाहिँ तयारी हाम्रो तिलको लड्डुको लागि तयारी। अरूहरूले भेली हाल्नुहुन्छ होला, हामीसँग भेली अहिले उपरान्त उपयुक्त उपयुक्त नेपाली आउँदैन है गाइजहरू, नेपाली मान्छेहरूलाई खासै नेपाली शब्दहरू चाहिँ आउँदैन। उपरान्त भनेको अहिलेको स्थितिमा होइन, के अपरान्त हो कि उपरान्त जे भयो नि मिलाएर बुझ्नु होला। अहिले हामीसँग भेली नभएको अवस्थामा हामीले चाहिँ चिनीलाई गर्न सक्छौँ। कसलाई हेल्प गर्नु नि, चिनी पनि युज गर्न सक्छौँ। अब चाहिँ खिचडीमा अदुवाको पालो आएको छ। अदुवा हालेपछि चाहिँ यसरी मजाले यसरी चलाउनु होला। मजाले ए तल लाए चाहिँ क्या हो। हेर्दा चाहिँ मलाई खासै खाम लागेन साथीहरू। अब चाहिँ खिचडीमा घिउको पालो आएको छ। यो घिउ चाहिँ हाम्रै भैँसीले दिएको हो, भैँसीले दिएको होइन, भैँसीको घरमै बनाएको। अनि यस टन्नै हाल्नु होला है, जति छ त्यति हाल्नु होला। हालिदिनु नि त, सक्नुहुन्छ? हिम्मत छ? खाना त म यसै पनि खान्न जति घिउ हाले पनि भनेर अहिले दुई थाल बजाउँदै के। ल है हेर्नुहोस् घिउ कति छ। हामी चाहिँ यस्तो छुच्चाइ गर्दैनौँ है केही कुरामा पनि साथीहरू। हामीलाई खाना बनाउँदा पनि तपाईँहरूले यस्तै गर्नु होला। अहिले चाहिँ हामीले तरुलहरूलाई फोक्दैछौँ या फिर उनीहरूको छाला फाल्दैछ, छाला बोक्रा फाल्दैछौँ। खै एउटा खाएर हेर्नु त मन थोरै, यो त मिलेन नि त। सबै कुरा राम्रो कि यो फत्किँदाखेरि यो चाहिँ साह्रै गाह्रो हुँदो रहेछ साथीहरू, पोल्नी उस्तै। खै मम्मी एउटा तरुल म चाख्छु, मम्मी नचाख्ने रे। म चाहिँ तपाईँहरूलाई तरुलको यत्रो ठुलो त छैन। बिचमा यस्तो हुन्छ छिप्पिएको नछ कस्तो खर धेरै अनेस्ट रिभ्यू है गाइस। अस्तिको मिठो थियो आन्टीकोमा खाएको, कमालो ल्यायो होला नि। आन्टी कहाँ छिप्पिएछ क्या यहाँ धेरै। हाम्रो स्विट पोटेटो चाहिँ स्विट रहेन, यस्तो फ्यात्लाक्कै भएछ। तरुलको त जरो रहेछ क्या त्यस्तो मिठो छ। कसको बहिनी र दिदीहरू चाहिँ यस्तो झगडा गरिराख्नुपर्छ, झगडा नगरिकन खाएको पनि पच्दैन साथीहरू। अब यहाँ खिचडी चलाउँदै ड्याडी भर्खर रिसाइसक्नु भएको थियो।
ड्याडीलाई हामीले काम शान्त बनाउनको लागि एउटा क्यामेरा खोले पुग्छ साथीहरू अनि ड्याडीले पनि चलाउँदै हुनुहुन्छ अहिले चाहिँ नि अनि तपाईँहरूको बाबा पनि यस्तै रिसाउनुहुन्छ भने क्यामेरा खोलेर जानु होला केही कुरा भन्नु छ भने त्यो रिस कता हराउँछ अनि हाम्रो तिलको लड्डु पनि रेडी भइसकेको छ हेर्नुहोस् चिनी जमेको सानो हो सकरखण्ड धेरै बाँकी छ दाग कमजोर हुनेले चाहिँ रेसिपी ट्राई नगर्नु होला यहाँ चाहिँ छ हाम्रो तरुल आलु स्विट पोटेटो आई